लगाइ चल्छ हामी क्लासमा छौँ यहाँ अर्को आइफोन प्लेयर फ्री फायर हाम्रो क्लासको ह्यान्डसम महिलाको यसको ग्राउन्डमा बसेको ल गाइस स्वागत छ तपाईँलाई आजको नयाँ भिडियोमा पुनः पनि हजुरमा नयाँ भिडियोले उपस्थित भइसकेको छु। थम्बनेल र टाइटल हेरेर थाहा नै भइसक्यो होला हजुरहरूलाई चाहिँ कुन विषयमा चाहिँ आजको भिडियो हुनेछ भन्ने। अब मलाई चाहिँ थाहा छैन कुन विषयमा भिडियो हुनेछ। अब हेर्दै जानु होला पछिसम्म के हुनेछ त्यस विषयमा हजुरलाई देखाउने नै छु। आज चाहिँ अब त्यसो खास प्लानिङ त छैन के गर्ने भन्ने आजको भिडियोमा। त्यही पनि आज सायद विद्यालयको चाहिँ भ्लग आउन सक्छ। त्यस कारणले भिडियोमा अन्त्यसम्म पनि साथ दिनु होला। भिडियो मन परेमा भिडियोलाई लाइक गरेर च्यानल सब्सक्राइब गरिदिनु भन्दै आजको भिडियोको सुरुवात गर्छु। अहिले चाहिँ म मेरो घरमाथि त्यहाँ तल घर छ। अहिले चाहिँ यता माथि डाँडातिर भिडियोको सुट गर्न आएको छु, मतलब भिडियोको इन्ट्रो सुट गर्न। यहाँ आटोको दृश्य चाहिँ यस्तो छ। बाँकी त्यही हो। अब भिडियोको सुरुवात गरेर चाहिँ मैले घर जान्छु होला। खानासाना खाइसकेँ, अब स्कुल जानलाई चाहिँ रेडी हुन्छु। बाँकी अब के हुनेछ त्यो हजुरहरूलाई देखाउने छु भिडियोमा। अरे त्यही भएर भिडियोमा अन्तिमसम्म पनि साथ दिनु भन्दै भिडियोको सुरुवात गर्छु। ल गाइस, ल अब लगभग 9:30 भयो। अब चाहिँ म पनि अब स्कुल जानलाई चाहिँ रेडी हुन्छु। अब हजुरलाई रेडी भएर भेट्छु। ल लगभग रेडी भइसक्यो म। अब जुत्ता लाउनु बाँकी छ, जुत्ता लगाएर चाहिँ रेडी हुन्छु। ल ब्याग प्याक गरेर पनि सक्यो। ल अब ब्याग प्याक गरेर पनि सक्यो। अब म पनि स्कुल जानलाई रेडी भएँ। अब जान्छु होला। म अहिले अब स्कुलतिर लागेँ। उता हाम्रो टोल चाहिँ यस्तो छ। अनि यहाँबाट चाहिँ त्यहाँ अगाडि जानुपर्ने छ। त्यहाँ बिहान ट्युसन गएको थिएँ, त्यही भएर साइकल त्यहाँ बाटो ठाउँ राखेको छु। अब चाहिँ ल ट्युसनतिर चाहिँ लागेँ। अब सिधै हजुरहरूलाई स्कुलमा भेट्छु होला। लगाइ चल्छ हामी क्लासमा छौँ। म चाहिँ लास्ट ब्याचमा बसेको छु भिडियो बनाउनलाई। आज चाहिँ एउटा विषय खाली भएको बेलामा कोही चाहिँ टिभी हेर्दै थिए, कोही हिसाब गर्दै थिए। हामीहरू चाहिँ लास्ट बेन्चमा बसेर कुरा गर्दै थियौँ म चाहिँ बहिनीसँग। बाँकी अगाडि के हुन्छ हेर्नुहोस्। हाम्रो क्लासको ह्यान्डसम महिला कमल यहाँ एकजना फ्री फायर आइफोन प्लेयर हो। यहाँ अर्को आइफोन प्लेयर फ्री फायर। यहाँ फ्री फायर अरू कहाँ छ केटा? एसी आउनु अब मात्र 15-20 दिन बाँकी छ। केटाहरूको तयारी चाहिँ यस्तै छ। 5 मिनट अरू सालो एसीको तयारी कस्तो छ? दामी होइन। लगाइ चल्छ हामी स्कुल ग्राउन्डमा बसेका छौँ। ग्राउन्डको दृश्य चाहिँ यस्तो छ। यो चाहिँ भानिज पिटु, यता चाहिँ केटाहरूको म्याच चलिरहेको रहेछ क्रिकेट। ल यो चाहिँ हाम्रा साथीहरू। आज चाहिँ हाम्रो स्कुलमा प्री टेस्टको रिजल्ट पनि रहेछ। अब हेरौँ रिजल्टमा कति लाग्यो। ल अब यो बल्ल भोलि आउँछ। ल गाइस, म स्कुलबाट चाहिँ घर पुगिसकेँ। अब यो भिडियोको अन्त्य चाहिँ यहीँ गरी हजुरबाजबाट बिदा हुने अनुमति चाहन्छु। भिडियो मन परेमा भिडियोलाई लाइक सेयर र सब्सक्राइब गर्दै जानु होला। र केही त्रुटि भए कमेन्ट बक्समा बताइदिनु भन्दै म चाहिँ यो भिडियोको अन्त्य यहीँ गर्छु।